राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले नागरिकको पहिलो कानुनी अधिकार स्थापना गर्ने, व्यक्तिगत घटना दर्ता, नगद प्रवाहमा आधारित सामाजिक सुरक्षा भत्ता वितरण र जैविक एवं वैयक्तिक विवरण सहितको बहुउपयोगी राष्ट्रिय परिचय पत्र वितरण कार्यको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएको छ। व्यक्तिगत घटना दर्ता तथा पञ्जीकरण सम्बन्धी व्यवस्था राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 बमोजिम भइराखेको छ, जसअनुसार स्थानीय पञ्जीकाधिकारीले वडा सचिवले स्थानीय पञ्जीकाधिकारीको रूपमा स्थानीय स्तरमा र केन्द्रमा यस विभागको महानिर्देशकले केन्द्रीय पञ्जीकाधिकारीको रूपमा कार्य गर्ने कानुनी व्यवस्था छ र सोही अनुसार घटना दर्ताका कामहरू भइराखेका छन्। कुनै पनि व्यक्तिगत घटना घटेको 35 दिनभित्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ र व्यक्तिगत घटना दर्ताका विषयहरू चाहिँ राज्यबाट उपलब्ध हुने सेवा सुविधामा प्रत्यक्ष सम्बन्धित हुने भएको हुनाले सबै किसिमका घटनाहरू समयमै दर्ता हुन पनि आवश्यक छ र 100% घटना दर्ता मूलतः जन्म दर्ताको हकमा चाहिँ 100% दर्ता गर्ने विषयमा दिगो विकास लक्ष्य 16औं योजना तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूमा पनि हामीले त्यो चाहिँ प्रतिबद्धता व्यक्त गरेका छौँ। यस अर्थमा पनि सबै किसिमका घटनाहरू समयमै दर्ता गर्नुपर्ने विषयमा यसको आवश्यकता र उचितताका विषयमा आम नागरिकहरू सचेत हुन जरुरी छ। नागरिकहरूको पहिचान र सार्वजनिक सेवा प्रवाह सम्बद्ध यी कार्यक्रमहरू प्रविधिमा आधारित र एक आपसमा अन्तर्सम्बन्धित छन्। विभिन्न समयमा लागू भई भिन्न भिन्न निकायहरूबाट सञ्चालन हुँदै आएकोमा मिति 2075 असोज 28 देखि एकीकृत रूपमा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको यस राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग मार्फत सञ्चालन हुँदै आइरहेका छन्। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिको व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराई, धर्मपुत्र, धर्मपुत्री वा मृत बच्चाको दर्ता गरी प्रमाणपत्र जारी गर्ने तथा सोको व्यवस्थित अभिलेख राख्ने लगायतका समग्र क्रियाकलाप नै व्यक्तिगत घटना दर्ता भाइटल रजिस्ट्रेसन हो। व्यक्तिको कानुनी पहिचान तथा राज्यबाट प्रवाह हुने सेवा प्राप्तिको मुख्य आधारको रूपमा चाहिँ घटना दर्ता रहेको छ। यो संसारका धेरै देशमा यो अभ्यास छ। हामीले पनि यो अभ्यास लामो विगत करिब 48 वर्ष घटना दर्ता ऐन 2033 देखि यताको कुरा गर्ने हो भने 48 वर्षको अभ्यासमा हामीले घटना दर्ताका कामहरू गर्दै आएका छौँ र यस अन्तर्गत विशेष गरी जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइ सराई जस्ता 5वटा महत्त्वपूर्ण घटनाहरू हामी दर्ता गर्छौँ भनेदेखि धर्मपुत्र, धर्मपुत्री सम्बन्धी र चाहिँ मृत बच्चा जन्मेका भने विशेष गरी 2टा 5 + 2 7वटा घटनाहरू हामी घटना दर्ता गर्छौँ। मूलतः यो घटना दर्ता गर्ने काम स्थानीय पञ्जीकाधिकारीको कार्यालय यानि कि वडा कार्यालय मार्फत भइरहेको छ। अहिले हामी मूलतः अनलाइन पद्धतिमा गइसकेका छौँ। 6743 वडा मध्ये 6736 वडा वडा कार्यालयहरूबाट पूर्णतः यो चाहिँ अहिले अनलाइन सिस्टममा चाहिँ घटना दर्ता भइराखेको छ भने यसका लागि चाहिँ कानुनी मूल आधारको रूपमा हामीले मूल संविधान, मुलुकी देवानी संहिता, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 तथा नियावली 2077, अदालती फैसला, विभिन्न किसिमका परिपत्रहरू मार्फत चाहिँ यो घटना दर्ता गरिरहेका छौँ। यसका अलावा विदेश स्थित 15वटा कूटनीतिक नियोगबाट पनि व्यक्तिको जन्म तथा मृत्यु सम्बन्धी घटना दर्ता चाहिँ अहिले भइरहेको अवस्था छ र हामी अहिले चाहिँ डिजिटल युगमा जाँदैछौँ। यस सन्दर्भमा हामीले व्यक्तिगत घटना दर्ता अहिलेसम्म हामी स्टोरेज गर्ने, हामी एउटा चाहिँ सङ्ग्रहित गर्ने काममा मात्र हामी चाहिँ संलग्न छौँ भनेदेखि विभिन्न 6-7वटा निकायसित यसको अन्तर्आबद्धता पनि हामीले अहिले गरिरहेका छौँ र यस सन्दर्भमा विभागको भूमिका भनेको मूलतः नीतिगत व्यवस्थापनको काम विभागले गर्दछ, प्रणाली विकास गर्ने काम विभागले गर्दछ, यसका चाहिँ डाटा भण्डारण गर्ने काम विभागले गरिरहेको छ, यसलाई प्रोशोधन गर्ने काम तथा अभिलेखीकरण गर्ने काम चाहिँ मूलतः विभागबाट हुँदै आएको छ र यो मूलतः केन्द्रीय पञ्जीकाधिकारी रूपमा चाहिँ विभागीय प्रमुख अथवा चाहिँ महानिर्देशक रहने व्यवस्था र स्थानीय पञ्जीकाधिकारी रूपमा चाहिँ स्थानीय पञ्जीकाधिकारी मार्फत यो समग्र व्यवस्थापन चाहिँ हुँदै आएको अवस्था छ। राज्यको प्रशासनिक अभिलेख र जनसाङ्ख्यिक तथ्याङ्कको आधार स्तम्भको रूपमा रहेको पञ्जीकरण प्रणालीको विकास
15औं शताब्दीदेखि नै भएको तथा नेपालमा उक्त प्रणालीको सुरुवात 20औं शताब्दीको मध्यतिरबाट सुरु भएको देखिन्छ। नेपालमा कानुनी रूपमा व्यक्तिगत घटना दर्ता गर्ने कार्य जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन 2033 र जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने नियमावली 2034 बमोजिम विक्रम सम्वत 2034 साल वैशाख 1 गतेदेखि 10 जिल्लाबाट प्रारम्भ भएकोमा विक्रम सम्वत 2047 साल वैशाख 1 गतेसम्ममा विस्तार भई मुलुकका सबै जिल्लाहरूमा सञ्चालन भएको अवस्था छ। विशेष त भर्खर हाम्रो यो 2083 वैशाख 1 देखि 7 गतेसम्म चाहिँ हाम्रो यो घटना दर्ता सप्ताह हामीले भव्य रूपले चाहिँ सफल बनाएका छौँ र जे जति घटना दर्ताहरू गर्न बाँकी बस्नु भएको सबैलाई हामीले चाहिँ विभिन्न सञ्चार माध्यम र जस्तो हामीले यहाँबाट हाम्रै महिला स्वास्थ्य स्वयंसेविकाहरू मार्फत घर घरमा चाहिँ दर्ता गर्न आउनुहोस् भन्ने कुराहरूको चाहिँ सन्देश प्रवाह गरेर मनाइयो र यसमा चाहिँ हामी कहाँ घटना दर्ता चाहिँ 5 किसिमका घटना दर्ताहरू हामीले गर्दै आइरहेका छौँ। यसमा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसेसराई को चाहिँ 5 वटा घटना दर्ता गर्छौँ। यसमा चाहिँ विशेष जन्म दर्ताको चाहिँ अब दैनिक रूपमा हामी कहाँ अलिकति हामीले 10 देखि 12-13 वटासम्म भनौँ न यो जन्म दर्ता गर्छौँ भने अन्य घटना चाहिँ अब अहिले चाहिँ अलिकति बिहा दर्ताको पनि परम्परा चलेको छ। त्यस्तै दैनिक 1-2 सम्बन्ध विच्छेदका घटना दर्ताहरू हुन्छन् भने बसेसराईको चाहिँ जाने र आउने क्रमिक रूपमा 1-2 दैनिक हुन्छ भने अब अन्य घटना दर्ताहरूमा चाहिँ हामीलाई मृत्यु दर्ता अब नियमित रूपमा अब 1 हप्तामा अब मृत्यु भएपछि आउने कुराहरू भए हुनाले ती चाहिँ अलिक कम फ्लो हुन्छ र यी घटना दर्ताहरू गर्छौँ। र हामीले घटना दर्ताको क्रममा यो जन्म दर्ता चाहिँ अहिले यो 2075 पछाडिको जुन अनलाइनको सिस्टम आइसकेपछि चाहिँ राष्ट्रिय परिचय पत्रसँग चाहिँ अटोमेटिकै चाहिँ कनेक्ट भएर आफै क्रिएट हुन्छ, नेसनल आइडी नम्बर चाहिँ क्रिएट हुन्छ भने त्योभन्दा अगाडिको चाहिँ हामीले प्रतिलिपि लिँदाखेरि त्यसमा चाहिँ नागरिकता नबनिसकेको हकमा चाहिँ प्रतिलिपि लिँदाखेरि त्यो जन्म दर्ताको मासँग चाहिँ अब नेसनल आइडीसँग लिङ्क हुन्छ र गर्ने गरिएको छ। र त्यसमा अब 1-2 चाहिँ अलिकति समस्याहरू आयो भने चाहिँ हामी यो पञ्जीकरण विभागसँग राय माग गरेर हामीले जन्म दर्ताहरू अथवा अन्य घटना दर्ताहरू हामी गर्दै आइरहेका छौँ। र विशेष चाहिँ अब विदेशतिर जन्म भएका र विदेशी नागरिक भइसकेका बच्चाहरूको चाहिँ अब यहाँ जन्म दर्ता गरिदिनुहोस् भन्ने कुराहरू आउनुहुन्छ। यसमा चाहिँ उहाँहरूको अब विदेशी नागरिक भइसकेको यहाँ दुईटा देशमा जन्म दर्ता हुने कुरो भएन। एउटा देशको जन्म दर्ता चाहिँ उहाँहरूले त्यागेपछि अथवा त्यहाँको चाहिँ क्यान्सल गरेपछि हामीले यहाँ जन्म दर्ता गर्नुपर्छ भन्ने कुराहरूमा हामीले भन्छौँ र उहाँहरूले चाहिँ कहाँ हुन्छ हाम्रै बच्चा हो, बाबाआमा नेपाली, बच्चा मात्रै उहाँ विदेशी हो भन्नुहुन्छ। उहाँहरूको उद्देश्य भने चाहिँ वास्तवमा त्यो गैर आवासीय नागरिकसँग सम्बन्धित कुराहरू हो। त्यो चाहिँ 3 पुस्तेसँग भएको खण्डमा उहाँहरूलाई त्यो 16 वर्ष पुगेपछि गैर आवासीय नागरिकलाई त योग्य नै हुनुहुन्छ र जन्म दर्ता गर्दाखेरि चाहिँ उहाँहरूमा दुईटा देशको जन्म दर्ता गर्दा चाहिँ कन्फ्लिक्ट हुन्छ। 1-2जनाहरूले चाहिँ कुरा बुझ्नुहुन्न, अरूले चाहिँ बुझेर जानुहुन्छ। नाता प्रमाणित गरेर भिसा लगाएर आएको मान्छेहरूलाई हामीले जन्म दर्ता गर्दैनौँ र सहजीकरण गर्ने काम चाहिँ हामीले गर्छौँ। र त्यो सँगसँगै अब अहिले चाहिँ 15वटा अन्तर्राष्ट्रिय देशहरूमा को दूतावासबाट पनि हाम्रो कहाँ यो जन्म र मृत्यु दर्ताको चाहिँ घटना दर्ता त्यहीँबाट हुन्छ। जुन हामीले यहाँबाट गर्छौँ त्यो घटना दर्ताको त्यही नै त्यहाँबाट पनि सञ्चालन हुन्छ र उहाँ विदेशमा हुने सम्पूर्ण अब चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ दूतावासमै बच्चा पनि त्यहीँ हुन्छ, त्यहीँ जन्मेको छ भने आफ्नो यो 15वटा देशहरूमा चाहिँ दूतावासमा गएर जन्म दर्ता गर्न सक्नुहुनेछ। हाल राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली 2077 मार्फत मुलुकभरका सबै वडा कार्यालयहरू तथा विदेश स्थित 15वटा नेपाली कूटनीतिक नियोगबाट व्यक्तिगत घटना दर्ता हुँदै आइरहेको छ। हामीले हाम्रो कार्यालयमा आउने घटना दर्ताको विवरण अनुसार अनुसूची अनुसार अब हामीहरूलाई 5वटा घटना दर्ता जन्म, विवाह, मृत्यु, बसेसराई र सम्बन्ध विच्छेद गरी 5वटा घटना दर्ताहरूको धेरै केसहरू आउँछन्। सबैभन्दा धेरै केस चाहिँ जन्म दर्ता आउँछ र अनि दोस्रोमा विवाह दर्ता, तेस्रोमा मृत्यु दर्ता, चौथोमा बसेसराई र 5औँमा सम्बन्ध विच्छेद आउँछ।
र हामीले घटना दर्ताको कार्यक्रम गरिरहँदाखेरि सामाजिक सुरक्षा भत्ताको पनि घटना दर्ता अन्तर्गतै पर्छ। त्यसमा लगतकर्तादेखि लिएर गएर दर्ता गर्नेदेखि लिएर गएर नवीकरण गर्नेदेखि लिएर काम हुन्छ र त्यसपछि हामीहरू कहाँमा आउने सेवाग्राहीहरूले आफ्नो डकुमेन्टहरू लिएर आउनुहुन्छ। लिएर आइसकेपछि पहिला सूचना भर्नुहुन्छ। सूचना भरिसकेपछि अनि सूचना हामी हेर्छौँ। सूचना हेरेर यकिन गरिसकेपछि सही छ भन्ने लागेपछि अनि उहाँहरूलाई हामीले उहाँको विवरण हेरेर हामी घटना दर्ता गर्छौँ र लास्टमा घटना दर्ता गरिसकेपछि प्रमाणपत्र निकालेर प्रमाणपत्रमा अनि हामी सेवाग्राहीलाई दिने काम हुन्छ। अनि वडा कार्यालय मार्फत गाउँपालिका मार्फत वडा कार्यालयमा यो घटना दर्ता सम्बन्धी वार्षिक 2 पल्ट शिविर हुन्छ। शिविरमा धेरै सेवाग्राही त आउनुहुन्न, अलि छुटफुट भएको। तर अहिले चाहिँ जनचेतना के छ भने 35 दिनभित्रमा घटना दर्ता गर्नुपर्छ भन्ने चाहिँ सबै सूचना मार्फत र कार्यालय र पब्लिकहरू सबैको माझमा जानकारी भइसकेको छ। र अहिले चाहिँ घटना दर्ताको त्यति जटिलता चाहिँ सबैभन्दा ठुलो के छ भने जो अनलाइनबाट घटना दर्ता गरिन्छ, अनलाइनको वेबसाइट खुल्दैन। भनेको टाइममा पब्लिकलाई सेवा सुविधा दिनलाई गाह्रो हुन्छ। एउटा जन्म दर्ता गर्न आएको पब्लिकले दिनभरि कुरेर बसेर तैपनि कहिलेकाहीँ रित्तै हात फर्किनुपर्ने भएको हुनाले राष्ट्रिय परिचय विभागमा चाहिँ यो यो सिस्टमको चाहिँ अपलोड चाहिँ सिस्टम चाहिँ एकदम फास्ट चल्ने गरी गरिदिनु भयो। जनता काम गर्नलाई र सेवाग्राहीलाई पनि राम्रो हुन्थ्यो र हामीहरूलाई पनि राम्रो हुन्थ्यो। यही हो मेरो भनाइ। सर्भर डाउन हुन्छ? सर्भर डाउन हुन्छ। कतिको हुन्छ दैनिक वर्षै? हुन्छ, धेरै सिस्टम छ। कहिले के चल्दैन, कहिले के चल्दैन। अब कहिले दर्ता चलन चल्दैन, कहिले नागरिकताको सिस्टम चल्दैन, कहिले करको सिस्टम चल्दैन, कहिले घटना दर्ताको सिस्टम चल्दैन। धेरै जस्तो 5 रुपियाँ दाम बुझाउन आउने राजस्व बुझाउन आउने सेवाग्राही दिनभरि बस्नुपर्ने अवस्था छ। घटना दर्ता तपाईँको पहिला जन्म दर्ता, त्यसपछि सम्बन्ध विच्छेद, बिहा दर्ता, मृत्यु दर्ता, बसाइ सराई 5वटा हुन्छ तपाईँको। 5वटामा जन्म दर्तामा 35 दिनभित्रमा तपाईँको निःशुल्क हुन्छ, 1 रुपियाँ पनि लाग्दैन। त्यसपछि 35 दिन कटेपछि तपाईँको 200 रुपियाँ छ, नेपाल सरकारको जुट छन्, त्यो 200 रुपियाँ लाग्छ। बिहा दर्ता, सम्बन्ध विच्छेद अनि तपाईँको जन्म दर्ता, मृत्यु दर्ता 35 दिनमा त केही लाग्दैन। त्यसपछि 200 रुपियाँ जरिवाना छ त्यसमा। अनि जन्म दर्तामा तपाईँको जन्म दर्ता गर्ने बेलामा बुवा आमाको नागरिकता अनि खोप कार्ड या हस्पिटलको प्रतिवेदन त्यो चाहिन्छ। अनि बिहा दर्ताको लागि तपाईँको विवाह सिफारिस एउटा, दुलादुलीको नागरिकता, दुलीको नागरिकता छैन भने जन्म दर्ता, त्यसपछि तपाईँको केटीको दुलीको बुवा आमाको नागरिकता, केटाको बुवा आमाको नागरिकता। अहिले अनलाइन प्रक्रियामा छ नि, अनलाइनमा त बुवा आमाको अनिवार्य लिनुपर्छ। यो घटना दर्ता चाहिँ हामी स्थानीय पञ्जीका अधिकारीको हैसियतले गरिरहेका छौँ। यसमा चाहिँ अनलाइन मार्फत हामीले गर्छौँ होइन। त्यसमा अब दैनिक कहिले धेरै पनि हुन्छ, 4 जना 5 जना होइन, कहिले अब कुनै दिन हुँदैन। अब बढी जसो चाहिँ जन्म दर्ता हुन्छ, अनि मृत्यु दर्ता भयो, बसाइ सराई भयो, विवाह दर्ता भयो, त्यसरी गर्ने गरेको छौँ। 11 वडा चाहिँ बनिपा नगरपालिका भरिकोमा सबभन्दा सानो वडा होइन, जनसङ्ख्या पनि कम। आजै मात्र पनि एकजनाको नागरिकता बनाउन आउनुभएको, प्रमाणपत्र सबै झुत्रो च्यातिएको रहेछ, प्रतिलिपि बनाएर पठाइदिएँ। हिजो पनि एकजनाको जन्म दर्ता मृत्यु दर्ता गरेँ होइन। अब त्यो यति नै भन्ने त ठ्याक्क हुँदैन। सुरुमा गृह पञ्चायत मन्त्रालय अन्तर्गत रही जिल्ला प्रशासन कार्यालय मार्फत यस कार्य गरिँदै आएकोमा 2050 श्रावणबाट स्थानीय विकास मन्त्रालयको पञ्जीकरण शाखाबाट सञ्चालन हुन थालेको हो। यो कार्य मिति 2075 आश्विनमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र र केन्द्रीय पञ्जीकरण विभागको एकीकरण पश्चात पुनः गृह मन्त्रालय अन्तर्गत रहेको छ। घटना दर्ता सम्बन्धी काम चाहिँ चाँचाडै नै हुन्छ, ढिलाइ सुचाइ चाहिँ छैन, राम्रै नै भएको छ। त्यसको लागि हामी खुसी नै छौँ। अहिलेसम्म हामीले यहाँहरूले दिइराख्नु भएको सेवा चाहिँ अहिले राम्रो लागेको छ। हामीलाई घटना दर्ता सम्बन्धी सेवाहरू पनि राम्रै छ, राम्रै पाएका छौँ हामीले। मैले चाहिँ यहाँ सेवाहरू चाहिँ राम्रो सुविधा सेवा पाएको छु।
मलाई चाहिँ खुसी लाग्यो। घटना दर्ता सेवाहरू चाहिँ उहाँहरूले छिटो छरितो काम गरिदिनु भएको छ। विश्वव्यापीकरणको प्रभावसँगै व्यक्तिगत घटना सम्बन्धी विवरण अन्तर्राष्ट्रिय रूपमा समेत उपयोग हुँदै आएको छ। विभागले घटना दर्ता सम्बन्धी कार्य स्थानीय तहहरू मार्फत सूचना प्रविधिमा आधारित अनलाइन प्रणालीबाट गर्दै आएको छ। यो प्रणाली चाहिँ हाम्रो कस्तो छ भने यो अफलाइन सिस्टममा होइन, यो चाहिँ रियल टाइम सिस्टममा चाहिँ हामीले सबै 6736वटा वडा कार्यालयबाट डेली रियल टाइम सिस्टममा डाटा एन्ट्री हुन्छ। यो चाहिँ इन्टरनेटको माध्यमबाट प्रयोग गरिने वेब बेस्ड एप्लिकेसन सिस्टम हो, जुन चाहिँ सेन्ट्रलाइज यो सिस्टम छ। यसको डाटाबेस चाहिँ सबै के छ भने विभागकै सबै टेक्निकल सुपरभिजनमा विभागले 3वटा डाटा सेन्टरमा राखेको छ। यसका इन्फ्रास्ट्रक्चरहरू एउटा चाहिँ विभागमै भयो, अर्को हाम्रो जुन डाटा रिकभरी सेन्टर छ हेटौँडा त्यहाँ राखेका छौँ, अर्को चाहिँ हाम्रो सिंहदरबारभित्रै नै छ जिआइडिसी, त्यहाँभित्र चाहिँ हाम्रा 3टा सर्भरमा चाहिँ यसका डाटाको चाहिँ हामीले व्यवस्थापन गरेका छौँ। अब यो डाटाको सुरक्षाका लागि विभिन्न त्यसका एप्लिकेसनदेखि लिएर गएर विभिन्न टेक्नोलोजी विभिन्न सेक्युरिटी डिभाइसहरू विभागले नै व्यवस्था गरेछ। र वडा कार्यालयबाट चाहिँ हामीले के गर्दैछौँ भने उहाँहरूले जुन कागजपत्र पहिला राखिरहनु पर्ने जुन प्रशासनिक कागजपत्र राख्नुपर्ने त्यो कागजपत्रहरू बिस्तारै त्यो धुमलिँदै जाने या त्यसको चाहिँ बिस्तारै त्यो व्यवस्थापन राम्रो नहुने हुनाले सबै उहाँहरूको लोड चाहिँ अब के गरिरहेछ भने सेन्ट्रलाइज सर्भरमै तपाईँहरूले अपलोड गर्नुहोस्। त्यो पछि त्यो डाटाको सुरक्षा के गर्छ, राज्यले नै त्यसको सुरक्षा लिन्छ। विभिन्न साइटमा रेप्लिकेट गर्नेदेखि लिएर डाटा लस नहुने तरिकाले राज्यले नै गर्छ भनेर हामीले त्यसरी त्यो अप्रोचमा काम अगाडि बढाएको छ। अब यो अलिक प्रणालीको चाहिँ के छ भने हाम्रो यो प्रणाली हाम्रा वडा कार्यालयहरूले सबै रियल टाइममै चलाउनुहुन्छ र यसमा विभिन्न सेक्युरिटी मेकानिजमहरू पनि इम्प्लिमेन्ट गरेका छौँ। जस्तो हामीले VPN सबै वडा कार्यालयलाई चाहिँ हामीले VPN टेक्नोलोजीबाट जोड्छौँ, इन्टरनेटको माध्यमबाट रिमोट एक्सेस VPN भनेर भन्छ। त्योबाट चाहिँ उहाँहरू त्यो कनेक्ट गरेर मात्रै भनेको एउटा सेक्योर मेकानिजमबाट मात्रै हाम्रो सर्भरसँग जोडिएर त्यो डाटा उहाँहरूले त्यसमा चाहिँ प्रविष्ट गर्नुहुन्छ। र सेक्युरिटीका मापदण्ड विभागले नै त्यो मापदण्डहरू तोकेका छन्, कसले के गर्न पाउनेदेखि लिएर गरेर त्यो डकुमेन्टदेखि सबै प्रमाणपत्रको व्यवस्थापनदेखि सबै विभागले गरेको छ त्यसमा। अब यसमा चाहिँ के हो भने च्यालेन्जेसका कुरा गर्दाखेरि अझ हामी चाहिँ 6743मै नै पुग्न नसक्नुको कारण के हो भने कुनै वडा कार्यालयहरू अलिकति भौगोलिक दृष्टिकोणले अलिक विकट पनि हुनुहुन्छ। त्यसमा इन्टरनेटदेखि लिएर गएर जनशक्तिको व्यवस्थापनमा अलिकति समस्या भएको हुनाले हामीले 100% कभरेज भयो भन्नेतिर विभागले आफ्नो कार्यक्रमहरू पनि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेछ र यसलाई चाहिँ हामीले अब 100% पुर्याउनुपर्छ भनेर विभागले यही वर्षमा या अपकमिङ वर्षलाई उहाँहरूलाई कसरी क्यापेसिटाइज गरेर यसलाई अगाडि बढाउन सकिन्छ भनेर हामीले त्यसतिर पनि सोचिरहेका छौँ। व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्कलाई नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची अन्तर्गत राखिएको भए तापनि सो सम्बन्धी कानुन नबनेकोले व्यक्तिगत घटना दर्ता सम्बन्धमा प्रदेश सरकारको प्रत्यक्ष संलग्नता देखिँदैन। यद्यपि प्रदेश सरकारका तालिम प्रदायक निकायहरूले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र स्थानीय तहहरूसँगको समन्वयमा विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गरी स्थानीय पञ्जीकाधिकारीहरूको क्षमता विकासमा योगदान गरेको अवस्था छ। सर्वप्रथम त हाम्रो नेपाल सरकारको राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभाग र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान दुवै मिलेर चाहिँ 753वटै स्थानीय तहमा कार्यरत फिल्ड एसिस्टेन्ट र MIS अपरेटरहरूको लागि चाहिँ यो 3 दिन र 6 दिनको चाहिँ घटना दर्ता, व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र सम्बन्धित चाहिँ हामीले ट्रेनिङहरू दिएको थियौँ। चाहिँ अहिले पनि हुन त यो 7-8 वर्ष अगाडि नै दिएको थियो, तर स्टिल उहाँहरू अहिले पनि हामी नगरपालिका गाउँपालिका जाँदाखेरि उहाँहरूले चाहिँ यो सम्बन्धमा चाहिँ हाम्रो ठुलो योगदान चाहिँ गरिराखेको हामीले पाउँछौँ र कतिपय ठाउँमा चाहिँ यो ट्रेनिङलाई चाहिँ अलिकति फेरि रिफ्रेसर ट्रेनिङ पाए हुन्थ्यो भन्ने पनि उहाँहरूको चाहिँ अलिकति चाहना पनि रहेको छ। सुरुमा चाहिँ हामीले यो प्रदेश लेभलमा सबै गाउँपालिका नगरपालिका 7वटा प्रदेशमा चाहिँ उहाँहरूलाई 3 दिन र 6 दिनको गरेर हामीले गरेको थियौँ। तर कोभिडको कारणले गर्दाखेरि हामीले चाहिँ त्यो ट्रेनिङलाई चाहिँ पछि
अनलाइनबाट पनि सबैलाई 753वटै स्थानीय तहहरूलाई चाहिँ हामीले गरिदियौँ। फेरि यो कस्तो छ भन्दाखेरि बिचबिचमा चाहिँ मान्छे ट्रेनिङ लिएको मान्छेहरू जाने र अर्को नयाँ मान्छेहरू आउँदाखेरि पनि हामीले बिचबिचमा पनि उहाँहरूलाई चाहिँ यो ट्रेनिङहरू दिएको छ। यो ट्रेनिङमा फेरि एकरूपता होस् भनेर हामीले यो ट्रेनिङको एउटा मोडुल पनि त्यो बेला डेभलप गरेको थिएँ, ताकि 753वटामै एउटै मेसेज आओस्। र त्यही कारणले गर्दाखेरि अहिले मलाई जहाँसम्म लाग्छ यसको एउटा भनौँ डाटा इन्ट्रीदेखि लिएर यसको सूचनाहरू एकदमै एकरूपता पनि भएको छ र यसलाई चाहिँ सेन्टरबाटै भनौँ विभागबाटै त्यसलाई नियन्त्रण गर्न सकिने, त्यसलाई एकैचोटि सूचना लिन सकिने, हरेक उहाँहरूले महिनामा चाहिँ अपडेट गर्न सकिने फिल्ड लेभलमा होइन के भइरहेको छ कसो भइरहेको छ। अझै यसले चाहिँ सामाजिक सुरक्षालाई पनि जोडिएको भन्दा कतिपय ठाउँमा पहिला मिसयुज भइराखेको भन्ने जुन रिसोर्सेसहरू त्यसलाई पनि कन्ट्रोल गर्न नियन्त्रण गर्नलाई पनि यसले धेरै सहयोग गरेको जस्तो चाहिँ हामीले पाइराखेको छौँ। अब हामीले एकपटक मात्र त्यो दिँदाखेरि फेरि चाहिँ त्यहाँ अब स्थानीय तहहरूमा प्रदेश लेभलमा चाहिँ मान्छे त्यहाँका कर्मचारीहरू परिवर्तन भइरहने भएको हुनाले हामीले के गरेको छौँ भने हाम्रै तर्फबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले पनि यो कर्मचारीहरूको लागि चाहिँ सेवा प्रशिक्षण कार्यक्रम चाहिँ सञ्चालन हुन्छ। त्यसमा पनि हामीले यो व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा यो हाम्रो चाहिँ राष्ट्रिय परिचय पत्रको सत्रहरू राखेर कमसेकम यो बारेमा सबै त्यहाँका स्थानीय तहहरूले थाहा पाउनुपर्छ भन्ने हिसाबले त्यो कोर्सहरूलाई पनि हामीले चाहिँ सञ्चालन गरिराखेको छौँ। तर हामी विभिन्न नगरपालिका गाउँपालिकामा जाँदाखेरि उहाँ साथीहरूको कर्मचारी साथीहरूको अब हामीले लिएको अलिकति समय भयो, नयाँ टुल्सहरू विभिन्न आइराखेको हुनसक्छ, त्यसमा अलिकति केही 1-2 दिनको या कति दिनको हुँदा रिफ्रेसर ट्रेनिङ पाए अझै राम्रो हुन्छ भन्ने चाहिँ उहाँहरूको चाहिँ चाहनाहरू पनि व्यक्त गरेको छ। र कतिपय ठाउँमा चाहिँ अब ट्रेनिङ लिएर भनौँ न पछि चाहिँ अर्कै जबमा गएको हुँदाखेरि कुनै गाउँपालिका नगरपालिका अलिकति अप्ठ्यारो परेको भन्ने पनि हुन त विभागले त्यसलाई त्यो गरि नै राखेको छ होला। हाल नेपालको प्रचलित विभिन्न कानुन अनुसार घटना दर्ता जस्तै जन्म दर्ता, मृत्यु दर्ता, बसाइसराय, विवाह दर्ता, सम्बन्ध विच्छेद लगायतका यी घटना भएको तत्कालै गर्नुपर्छ भन्ने कानुनमा व्यवस्था छ। सोही कानुनअनुसार प्रत्येक वडामा हुने व्यवस्था रहेको छ। हाम्रो वडामा विशेष गरी तपाईँको जन्म दर्ता जन्मिएको मितिले 35 दिनभित्र जन्म दर्ता गराउनुपर्छ। त्यो 35 दिनभित्र जन्म दर्ता गराएमा निःशुल्क छ। 35 दिनपछि सामान्य शुल्क रहेछ हाम्रो 50 रुपियाँ लाग्छ। त्यसपछि 35 दिनभित्र हाम्रोमा दर्ता गराएमा हामीले बच्चाहरूको लागि एउटा क्यारी ब्याग पनि दिने व्यवस्था गरेका छौँ। वडा कार्यालयले हाम्रो यो वडाको तर्फबाट उपलब्ध गराउने गरेका छौँ। त्यसै गरी मृत्यु दर्ता पनि 35 दिनभित्रै गराउनुपर्छ, कानुनी व्यवस्था हो। धेरै मान्छेहरूले मृत्यु दर्ता समयभित्र नगराउँदाले पछाडि विभिन्न समस्याहरू आइपर्छन्। हुन त अहिले त्यस्तो भएको छैन, तर पछिल्ला केही घटनाहरू हाम्रोमा 10 वर्ष अगाडिकै मृत्यु भइसक्यो मान्छे अझैसम्म उहाँले भनौँ न सरकारी कुनै काममा जानुभयो अनि त्यति बेला मृत्यु दर्ता खोज्यो क्या। त्यति बेला मृत्यु दर्ता खोजेपछि अनि हतारमा मृत्यु दर्ता बनाउन आउनुहुन्छ, त्यसमा हामीलाई धेरै गाह्रो हुन्छ। हुन त हामी सेवाग्राहीको कामलाई जतिसक्दो चाँडो र सजिलो तरिकाले गरिदिने हो, तर कानुनी बाध्यताले हामीलाई अप्ठ्यारो पर्छ। कतिपय जन्म दर्ताको केसहरूमा के हुन्छ 13 वर्षसम्म पनि जन्म दर्ता गराउन आइदिनुहुन्न उहाँहरू। अब 13 वर्षसम्म नआएपछि बच्चा ठुलो भइसकेको हुन्छ, अब उहाँको के गर्ने? 13 वर्षपछि हामीले शङ्का गर्नुपर्ने ठाउँ हुन्छ, के कारणले 13 वर्षसम्म गर्नु भएन? त्यो हुनसक्छ जनचेतना विभिन्न कारणले नहुन सक्छ। अब अहिले त फेरि त्यो तपाईँको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो नियमावली संशोधन पनि भएको छ। सोमा एक पटकलाई आफ्नो घटना दर्तामा धेरै कुराहरू सच्याउन पाइन्छ। त्यसको लागि डकुमेन्ट चाहिँ चाहिन्छ। जस्तै जन्म दर्ता नै सच्याउनु पर्यो भने के कारणले सच्याउने त? कि त शैक्षिक प्रमाणपत्रमा अर्कै हुनसक्छ, उहाँको नागरिकतामा अर्को हुनसक्छ। त्यस्तो भयो त्यो आधार सहितको आउनु पर्यो। तर कतिपय साथीहरू कस्तो आउने गरेछ भने अब केही आधार छैन, त्यसै मेरो एकचोटिलाई जन्म दर्ता सच्याइदिनु पर्यो, नागरिकता सच्याइदिनु पर्यो। त्यस्तो चाहिँ गाह्रो पर्छ। कुनै आधार चाहियो, जस्तै पहिलाको नाममा प्रसाद थिएन, अब मेरो नाममा प्रसाद थप्नु पर्यो, फेरि कुनै डकुमेन्टमा त्यो पुष्टि गर्ने छैन क्या। त्यस्तोहरूमा चाहिँ अलिक गाह्रो हुन्छ। सबैजसो देशहरूले घटना दर्ताको सर्वमान्य सिद्धान्त अनुसार यसलाई स्थायी, अविछिन्न तथा अनिवार्य कार्यको रूपमा निरन्तरता दिइरहेका हुन्छन्। यद्यपि कस्ता कार्यलाई व्यक्तिगत घटना मान्ने भन्ने विषयमा देशको आवश्यकता अनुसार फरक पर्ने गरेको देखिन्छ। विश्वव्यापीकरण तीव्र रूपमा भइरहेको आजको युगमा व्यक्तिगत घटनाले सम्बन्धित देशमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रभाव पारेको छ। त्यसैले घटना दर्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्व पाएको विषय पनि हो। व्यक्तिको राज्य पहिचान गर्ने आधार भनेको घटना दर्ता हो र घटना दर्ता हामी जन्म दर्ता, त्यसपछि मृत्यु दर्ता, बसाइसराई, विवाह दर्ता यस्ताबाट चाहिँ हामी घटना दर्ताहरू चाहिँ सुरु गर्छौँ। र हाम्रो जिल्ला हिमाली जिल्ला हो
र अधिकांश करिब 79% चाहिँ जनजाति, त्यसमा पनि तमाङ समुदायहरू हुनुहुन्छ र हामीलाई घटना दर्ताको प्रक्रियामा चाहिँ मुख्य रूपमा भाषागत समस्या रहेको छ र हामीले 2076 सालबाट अनलाइनमा आधारित घटना दर्ता प्रणाली छ, त्यही प्रणाली अनुसार चाहिँ हामीले घटना दर्ताहरू चाहिँ अगाडि बढाइरहेका छौँ र घटना दर्तामा हामीलाई भाषागत समस्याका कारणले विभिन्न घटना दर्ताहरूमा चाहिँ हिज्जे फरक परे सेवाग्राहीहरूले धेरै दुःख पाइरहनु भएको छ र यसको समाधानको लागि चाहिँ लोकल मातृभाषा जान्ने एकजना कर्मचारी चाहिँ वडा कार्यालयमा भइदियो भने सर्वसाधारणहरूले दुःख नपाउने, उहाँहरूको घटना दर्ताहरूमा हिज्जे फरक नपर्ने, जसले गर्दाखेरि चाहिँ उहाँहरूको राष्ट्रिय परिचय पत्र, नागरिकता, बैङ्क खातादेखि विभिन्न व्यक्तिगत पत्राचारहरूका विषयहरूमा पनि सहजीकरण गर्न सजिलो हुँदो रहेछ र हाम्रो यस वडामा चाहिँ जन्मदर्ता लगभग 95% बालबालिकाको जन्मदर्ता भएको छ। यसको मुख्य कारण भनेको बाल पोषण भत्ता पनि हो र जनतामा सचेतना राम्रोसँग वृद्धि भएको कारणले उहाँहरूले जन्म भएको करिब 35 दिनभित्र चाहिँ जन्मदर्ता गरिसक्नुहुन्छ र यसलाई चाहिँ प्रमोट गरेको छ बाल पोषण भत्ताले। बाल पोषण भत्ता आउँछ भनेपछि अधिकांश व्यक्तिहरू चाहिँ जन्मदर्ता गर्न आउनुभएको छ र जन्मदर्ताको नै कुरा गर्दाखेरि चाहिँ विगतका गाविसका संरचनाहरूबाट हाम्रो यो वडा चाहिँ 2टा गाविसहरू चाहिँ छुट्टिएर बन्नुभएको छ। यसमा चाहिँ डाँडागाउँ गाविसको 7 नम्बर र 8 नम्बर वडा, त्यस्तै गरी हाकु गाविसको चाहिँ 7, 8 र 9 गरेर 5वटा वडा, 2टा गाविसका 5वटा वडाबाट चाहिँ नयाँ वडा चाहिँ यो गठन भएको कारणले पुराना अभिलेखहरू नभेटिने र पुराना अभिलेखहरू भिडाउन नसकिने अवस्था भएको कारणले गर्दाखेरि चाहिँ घटना दर्तामा थोरै हामीलाई चाहिँ समस्याहरू सिर्जना भइरहेको छ। तैपनि पत्राचार समन्वयबाट सहजीकरण गर्ने प्रयास गरिरहेका छौँ र अर्को भनेको चाहिँ हाम्रो अब जुन बालबालिकाहरूको जन्मदर्ता भएको छ उनीहरूको चाहिँ 16 वर्ष उमेर पुगेर नागरिकता बनाउने बेलामा चाहिँ हिज्जे फरकको कारणले गर्दाखेरि चाहिँ नागरिकता सिफारिसमा चाहिँ बारम्बार सेवाग्राहीहरूले दुःख पाउनु भएको छ। तर पनि हामीले अनलाइन माध्यमबाट पत्राचार गरेर जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर इमेलबाट नै डकुमेन्टहरू धेरै भेरिफाई गर्ने गरेर चाहिँ सहजीकरण गर्ने प्रयास गरेका छौँ र पछिल्लो समय भनेको घटना दर्तामा हाम्रो सम्बन्ध विच्छेदको सङ्ख्या चाहिँ थोरै वृद्धि भएको छ। सायद त्यसमा चाहिँ हाम्रो रोजगारीका अवसरहरूदेखि होला, वैदेशिक रोजगारीको कारण, बाल विवाहको कारण, अनमेल विवाहको कारणले हुनसक्छ। करिब वार्षिक रूपमा 20-22वटासम्म घटना दर्ताहरू चाहिँ घटना दर्तामा सम्बन्ध विच्छेद दर्ता हुने गरेको छ र विवाह दर्ता पनि अलिकता हामीलाई परेको समस्या भनेको विवाह दर्ता। जस्तो हाम्रो मुलुकी ऐनले चाहिँ 20 वर्ष पुरा नभरिकन विवाह गर्न नदिने र हाम्रो यो तमाङ समुदाय भएको कारणले होला अधिकांश विवाह चाहिँ 20 वर्ष मुनि नै हुने र उहाँहरूको बच्चाहरूको पनि जायज जन्म हुने, जसको कारणले विवाह दर्ता गर्नलाई चाहिँ हामीलाई 20 वर्षसम्म कुर्नुपर्ने। तर जन्मदर्ता चाहिँ बालबालिकाको नैसर्गिक अधिकार हो, जो उहाँहरू जन्मिसकेपछि उहाँहरूलाई जन्मदर्ताको आवश्यकता हुन्छ र जन्मदर्ता गर्नुपर्ने संवैधानिक बाध्यता पनि छ, हामीलाई कानुनी बाध्यता नै छ। तर विवाह दर्ता हुनुभन्दा अगाडि नै जन्मदर्ता हुने सङ्ख्या चाहिँ अत्याधिक रूपमा वृद्धि भएको छ। र अर्को भनेको हाम्रो पछिल्लो समयमा हाम्रो राष्ट्रिय पञ्जीकरण ऐन 2076 नियमावली 77 अलिकता कम्प्याक्ट खालको छ। यसमा चाहिँ बढी रूपमा चाहिँ हामीले राष्ट्रियतालाई चाहिँ महत्त्व दिएका छौँ र राज्यलाई चाहिँ कम महत्त्व दिन कारणले केही व्यक्तिहरू चाहिँ राज्यविहीन पनि बन्न पुग्नु भएको छ। जस्तो बुवा आमाले नै बालबालिकाको जन्मदर्ता गर्न चाहनु भएन भने ती बच्चाहरू चाहिँ स्टेटलेस हुने अवस्थाका घटनाहरू पनि भेटिएको छ। त्यसलाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ नियमावली ऐनमा पनि थप संशोधन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ भने अर्को चाहिँ भनेको हाम्रो यो अनलाइन प्रणाली छ जुन घटना दर्ताको लागि, यसको सिस्टम ब्याकअप चाहिँ अलिकता बलियो बनाउनु पर्ने आवश्यकता देखिन्छ। सेवाग्राहीको चाप भएको बेलामा सिस्टम चल्दिँदैन र हामी सेवाको गुणस्तर वृद्धि गर्न त लागि परेका छौँ, तर सिस्टमको अवरोधका कारणले गर्दाखेरि चाहिँ सेवा तुरुन्त प्रभावकारी रूपमा दिन नसकेको अवस्था छ। त्यसकारणले सिस्टममा पनि सुधार गर्न आवश्यक हुन्छ। व्यक्तिगत घटनाको रूपमा रहेको बालबालिकाको जन्म दर्ताको हकलाई नेपालको संविधानले मौलिक हकको रूपमा लिएको छ। 15औं आवाधिक योजना आर्थिक वर्ष 2076-77, 2080-81ले व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई
रूपान्तरणकारी गेम चेन्जर आयोजनाको रूपमा लिएको 16औँ योजना 2081-82, 2085-86 को सुशासनको राष्ट्रिय लक्ष्यमा 5 वर्ष मुनिका बालबालिकाको जन्म दरता 74%बाट 100% पुर्याउने उल्लेख गरिएको तथा दिगो विकास लक्ष्य 2017-2030 मा सबै व्यक्तिलाई जन्म दर्ता सहितको कानुनी पहिचान उपलब्ध गराउने उल्लेख गरिएको छ। व्यक्तिगत घटना दर्तालाई आम नागरिक सामु पहुँच योग्य, सहज र थप प्रभावकारी बनाउन विद्यमान कानुनमा आवश्यकता अनुसार संशोधन गरी हाल सञ्चालनमा रहेको अनलाइन घटना दर्ता प्रणालीलाई अझ सुदृढीकरण गर्दै लैजाने योजना राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको रहेको छ।